हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी भ्लग। म चाहिँ बिहानै उठेर फ्रेस भएर बारीमा गएर मैले बोडी टिपेँ। अनि हजुरहरूले बोडी मैले टिपेको बोडी देख्न सक्नुहुन्छ। अनि बोडी टिपेर मैले यसो हामीले लगाएको बारीमा मकै लगाएको थियौँ, अनि त्यो मकैहरू देखाएँ, हेर्न सक्नुहुन्छ। अनि मैले त्यताबाट बोडीहरू टिपेँ, अनि बोडी टिपेर मैले तपाईँलाई मकै लगाएको हाम्रो बारी देखाएर फेरि म अगाडि बढेँ। अनि अगाडि बढ्दैछु अनि यहाँ चाहिँ ट्रान्समिसन लाइनहरूको तारहरू यसरी राखेको छ हाम्रो बारीमा। अनि त्यस पछाडि यताको अर्को बारी पनि देखाएँ मैले, मकैहरू भएको। अनि त्यस पछाडि मैले बोडी देखाएर मैले यो बोडी र आलुको तरकारी पकाउँछु। अनि मैले तपाईँलाई एकछिनमा अहिले यो तरकारी पकाएको पनि देखाउने छु, हेर्न सक्नुहुन्छ। हामीले आफै नै फलाएको बोडी हो, हामी आफै रोपेर। अनि त्यसपछि म फटाफट हिँडेँ। अनि तपाईँहरूलाई यसो हाम्रो अफिसको यतातिरको स्विचहरू पनि देखाएँ। अनि देखाएर हाम्रो चल्ला कुखुरा पालेको खोर पनि देखाएँ। अनि त्यसै गरी म अगाडि बढेर फेरि तपाईँहरूलाई त्यतातिर स्विचर देखाएँ। अनि त्यस पछाडि म माथि रुममा गएँ। अनि हाम्रो रुम जाने, हाम्रो भिडियोले माथि हो बस्ने। अनि माथि बसेर हाम्रो रुमबाटको फ्ल्याट पनि देखाएँ। अनि म रुममा आइसकेँ, किचनमा। अनि मैले तरकारी पकाउन लागिसकेँ। 2टा आलु मिसाएर आलु पनि काटिसकेँ मैले। आलु काटेको भिडियो हेर्न सक्नुहुन्छ। अनि मैले आलु काट्दै मेरो हस्बेन्ड आउनुभयो। अनि मैले हस्बेन्डलाई देखाएँ। त्यसपछि मैले आलु काटेको पखालेँ, अनि बोडी पनि पखालेँ। अनि मैले कराई बसालेँ, तेल हालेँ, मेथी हालेँ, हल्का ज्वानो हालेँ, किनभने चिसोबाट बचाउँछ नि त। अनि त्यस पछाडि मैले आलु राखेर मैले एकछिन चलाएँ। त्यस पछाडि उतातिर चामल धोएँ। अनि चामललाई राइस कुकरमा राखेँ। अनि मैले भात पकाएँ। अनि त्यसै गरी मैले फेरि आलुलाई चलाएँ। अनि आलु एकछिनमा चलाएर मैले बोडी मिक्स गरेँ आलुमा। अनि मैले फेरि चलाएँ। अनि त्यसपछि मैले बेसार हालेँ। अनि फेरि मैले चलाइराखेँ। अनि त्यसपछि मैले प्याज टमाटर राखेँ। तपाईँहरू चाहिँ कसरी पकाउनुहुन्छ? म चाहिँ यसरी नै पकाउँछु। अनि त्यस पछाडि मैले फेरि अघि टमाटर प्याज काट्दाको कटौरा माझेँ। अनि त्यसपछि फेरि मैले अघि त्यो युज गरेको त्यो डबरा पनि माझेँ, हेर्न सक्नुहुन्छ कसरी माझिरहेको छु। अनि त्यसपछि मैले जिरा पिनेँ, अनि मिक्सरमा पिनेँ। अनि त्यस पछाडि फेरि मैले जिरा राखेर एकछिन चलाएँ, हेर्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ कसरी पकाउनुहुन्छ गाइस, भन्नुहोस् है त। मैले चलाएँ। अनि यता मैले आलु चाना पकाइसकेको थिएँ, भिडियो गराउनु बिर्सेँ। अनि मैले चलाइराखेँ। अनि मैले पकाएर पनि मलाई चाहिँ ग्यास पुसिहाल्नुपर्छ गाइस। अनि ग्यास पुछे यतिकैमा मेरो भाइले फोन गर्यो। अनि भाइसँग बोलेँ। अनि हाम्रो अफिसमा हाम्रो रुममा सर आउनु भयो। अनि एकछिन सरसँग बोल्यो। माइलालाई मैले हाई गर्नु भने। अनि त्यसपछि कान्छालाई पनि भने। अनि मैले खानासाना पकाइसकेर आज मेरो जर्नल ड्युटी थियो, म चाहिँ हाजिर लगाउन गएँ अफिसमा, हेर्न सक्नुहुन्छ। अनि म फटाफट हिँडेँ माथिबाटको भिडियो गराइरहेको छु। अनि हिँडिराखेँ। अनि त्यसपछि म बाहिर आइपुगेँ। बाहिर आएर फेरि म यतातिर आएँ। अनि फेरि मैले हजुरलाई मेरो हस्बेन्डको बाइक देखाएँ, त्यतातिर छ, त्यहाँ राखेँ पार्किङमा। अनि त्यसरी नै अगाडि बढ्यो। अफिसमा रोपेको फुलहरू देख्न सक्नुहुन्छ। अनि त्यहाँ सरहरू बसिराख्नु भएको थियो, मैले तपाईँलाई देखाएँ। अनि त्यसै गरी म फटाफट अफिस गएँ। अनि त्यतातिर फेरि मैले तपाईँलाई स्विचर देखाएँ, हेर्न सक्नुहुन्छ हाम्रो अफिसको स्विचर। अनि त्यसै गरी मैले देखाउँदै गएँ। भित्रतिर जाँदैछु म, हेर्न सक्नुहुन्छ। फुलहरू देखाएँ। अनि त्यहाँ कस्तो राम्रो रुखहरू थियो, त्यो पनि देखाएँ हजुरलाई। अनि त्यसै गरी मैले ढोका खोलेर अब म अफिसभित्र गएँ। हाम्रो अफिस हेर्न सक्नुहुन्छ, यस्तो रहेको छ। अनि अफिसमा गएँ। अनि फटाफट मैले हाजिर लगाउँछु, अब हेर्न सक्नुहुन्छ। अनि मैले हाजिर लगाएँ, त्यहाँ पनि थ्याङ्क यू भनिसकेको छ। अनि त्यस पछाडि यतातिर फेरि मैले अफिस देखाएँ। अनि यतातिर अर्को बन्दैछ काम, त्यो पनि हल्का देखाएँ। त्यसपछि म बाहिरतिर गएँ। बाहिर जाँदैछु है, हेर्नुहोस्। अनि म बाहिर आएँ, जाँदा अर्कोदेखि गएको थिएँ, आउँदा अर्कोदेखि आएँ। अनि त्यस पछाडि यतातिर दाइहरू बसिराख्नु भएको थियो, मैले हाई गर्नु भने हाई गर्नुभयो।
अनि त्यस पछाडि म रुमतिर लागेँ गाइस, हेर्न सक्नुहुन्छ सबैजनाले। अनि गएँ। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो। कस्तो लाग्यो हजुरहरूलाई भनिदिनु होला। अनि त्यसै गरी म उतातिर गएँ अनि हाम्रो एकजना साथी थिइन् अनि मैले साथीको बारी देखाएँ। त्यस पछाडि म लागेँ रुमतिर। ओके बाई।